ल गाइज आजको हाम्रो यात्रा कतातिरको हो? आजको हाम्रो यात्रा हामी आएको कहाँ रे आज? क्योतो कहाँ मम्मी? घुम्न आएको हो। अब कुन ठाउँ हो? क्योतो गोल्डन टेम्पल। रमाइलो भइरहेको छ। कहिले कता कहिले कता घुम्न जान्छ होला भिरेको यहाँ फेरि। ल हाम्रो यात्रा क्योतोसम्मको बिच बाटोमा अनि के भन्ने हो आइपुग्यो। पुग्न त खाँदैछौँ। हाम्रो परिकार खाँदैछौँ हामीले ल्याएर। कस्तो छ गाइस खाना? ओसे मिठो मम्मी? त्यतिखेर के भयो अरे तोइरह्यो। रुक हाम्रा गाईहरू उहाँ बसेर खाँदैछन्। रिरिकालाई खाँदा खाँदै तोइरह्यो। हजुर अहिले अहिले आएपछि खाने के मुखमा फेरि लानु हुन्न त तोइरहँदाखेरि आएपछि खाने के म दिन्छु नि त। हाम्रो क्योतो गोल्डन टेम्पल आइपुग्यो। ओ यहाँ तिमी खाली खाऊ पनि न आउनु। झरनाको पानी, यो पानी खान पाउने भए कति मिठो हुन्थ्यो होला। मैले युट्युबमा हाल्न पर्ला भनेर यस्तो खाले बनाएको। ल जाऊँ जाऊँ जाऊँ। If you're Croatian, Especially in Kyoto, we have a, planning it, you become a in this graduate. area we have a lot of Indians. Is that The meaning. that's the meaning, eh? उता अगाडि मामा यहाँ तो काट्ने। मामा यहाँ यो भने सुन्यौ भगवानले पुरा गरिदिनु भयो इच्छा। हाम्रो क्योतोको भरभर सिक्दिन थाल्यो है गाइज। कता गयो आमा खै गाइजहरू खै कता गयो। ल हाम्रो क्योतोको भरभर सिक्दिन थाल्यो है। ल ल हाम्रो भरभर सिक्दिन थाल्यो। ल ल जापानको कस्तो रहेछ खाना टेस्ट गर्नु त। मिठो हो। कस्तो
जप्ने आइटमको यो रस मिठाई हो ग्रिन टी हालेको रस मिठाई बाबा के हालेको छ अरे मह नातिनीले सिकाउँदैछिन् कसरी खाने भनेर दिदीका कस्तो लाग्यो भनेर सोध त मिठो ल्याउनु न ल यो के खाँदैछौँ हामीले हेरौँ त गाइज ब्ल्याक कफी ब्ल्याक कफी पुरै घुम्न आउँदा व्यवस्थित सहित छ के अरे घरबाट सबै कुरो होइन व्यवस्थित घरैबाट अभिनाजु एउटीलाई किन्दा त यसले किन्दा त बियर पछि खायो मम्मी यता हेर्नु यम्मी यम्मी जाम पछि लाउँछ फेरि के गराएको दिदीका यो के खाइके हो यति मलाई ल्याउँछ कस्तो हुँदैछ खै खै म पनि जिउन खान्छु आमालाई यति आमालाई देऊ न आमालाई देऊ थोरै भयो भयो मिठो यम्मी रहेछ यम्मी मिठो रहेछ कति मिठो रहेछ यता हेर्नु त मानिलाई यम्मी यता खानुहोस् यता मिठो रहेछ मिठो यम्मी रहेछ मिठो दिदीकाको मिठो रहेछ यम्मी छ दिएको यो पापाले ठुलो पापाले बात की हे राम जाने तू ही बता दे के होगी त हिँडेर बाबा यो देवी गाडी हिँडेन बाबा ये तुम जाने कि हम जाने हजुर बात की है तुम जाने ल है गाई छिटो आऊँ छिटो कहीं बता देना देखाइन र मामुली के होला देखाइन के देखाइन्छ अरे हेर न यहाँ टिकटक नगरे त ए ओके मम्मी यिनीहरूलाई राम एउटा फोटाले हुन्न 50 वटा फोटा चाहिन्छ 50 वटा अरूभन्दा नि यो अमृता सापकोटालाई लास्टै फोटो चाहिन्छ उहाँ हेर त गाई जो कस्तो छ उहाँ फोटो खिच्ने स्टाइल एउटा फोटाले हुन्न उहाँ 50 वटा फोटा एउटा मन्दिर 50 वटा घुमेर हिँड्दा मुइमेरी फुल अब यिनीहरूका फोटो चाहिँ एउटा खिचिदिने अनि अरू खिचिदियो भने नि फोटो नखिचिदिने गर्नु पर्यो है त्यही गर्नु पर्यो अब गाई चाहिँ हैरान भयो फोटो खिचेर हैरान हैरान यस्ता आरू फलेका छन् यहाँ आरू बोटैमा सम्झना हुन्छ है दिलको के अरे कागछरी भयो मेरो त के अरे दिलको चोटैमा ए ल आरू बोटैमा सम्झना हुन्छ है मनको चोटैमा मनको चोटैमा ल भयो ल हेर्नुहोस् गाई यहाँ टिकटक कस्ता भएन अमृता सापकोटाको टिकटक हेर न यहाँ गाई ल हेर अमृता सापकोटाको टिकटक हेर न ल हेर अमृता सापकोटाको टिकटक कस्ता छन् ल हेर